चट्याङ कसरी पर्छ थाहा पाउन यो भिडियो पुरा हेर्न होला है त। वर्षाको समयमा आकाशमा काला र ठुला बादलहरू तीव्र गतिमा यताउता बहिरहेका हुन्छन्। यी बादलहरूभित्र पानीका थोपा र साना बरफका कणहरू हुन्छन्। जब हावाको तीव्र गतिले गर्दा यी कणहरू आपसमा रगडिन्छन् र घर्षणपछि बादलमा दुई प्रकारका चार्जहरू छुट्टिन्छन्, प्लस चार्ज र माइनस चार्ज। प्लस चार्ज बादलको माथिल्लो भागमा जम्मा हुन्छ भने माइनस चार्ज बादलको तल्लो भागमा जम्मा हुन्छ। जब तल्लो बादलको नेगेटिभ चार्ज र माथिल्लो बादलको पोजिटिभ चार्ज आपसमा मिल्यो भने आकाशमै बिजुली चम्किन्छ र जब तल्लो बादलमा भएको नेगेटिभ चार्जले जमिनमा भएको पोजिटिभ चार्जसँग सम्पर्क बनाउँछ तब बिजुली आकाशबाट जमिनमा झर्छ। यसैलाई हामी चट्याङ परेको भन्छौँ। त्यसो भए गड्याङ गुडुङ आवाज किन आउँछ होला? चट्याङ पर्दा अत्याधिक तापक्रम करिब 30,000 डिग्री सेल्सियस उत्पन्न हुन्छ। त्यो तातोले गर्दा बहिरहेको हावा एक्कासी फैलिन्छ र खुम्चिन्छ। हावाको यही तीव्र रूपले फैलिने र खुम्चने क्रियाले गर्दा हामीले ठुलो आवाज अर्थात् गडाङ गुडुङ सुन्ने गर्छौँ। छोटकरीमा भन्दा बादलभित्र उत्पन्न भएको शक्तिशाली विद्युत जमिनतर्फ आउनुलाई चट्याङ भनिन्छ र त्यसले हावालाई अत्याधिक तताउँदा गड्याङ गुडुङ आवाज आउँछ। हवस् त, धन्यवाद।